गराइरहेका छन्। हामीलाई लाग्थ्यो ती शक्तिहरू विभिन्न मठ मन्दिरहरू धाइरहँदा उनीहरू सुध्रिए होलान्, हिजो गरेका गल्तीहरू अहिले सुध्रिएर समीक्षा गरे होलान् भन्ने लागेको थियो। तर विडम्बना उनीहरूले हिजो साल हिजो काठमाडौँमा जुन हरकत मिडियाका विरुद्धमा गरे र एउटा पत्रकारलाई रिपोर्टिङको सिलसिलामा भर्ना बाध्य पार्ने जुन परिस्थितिको निर्माण उनीहरूले गरे, हामीले भन्नुपर्छ प्रेस र अभिव्यक्ति पक्षमा नयाँ खालका चुनौतीहरू देखा परेका छन्। त्यस चुनौतीको सामना हामी सबैले डटेर सामना गर्नका निमित्त एकजुट हुनुपर्दछ। आदरणीय साथीहरू, म यहाँ अर्को कुरा पनि के भन्न चाहन्छु भने ती शक्तिहरूलाई प्रष्ट रूपमा अब हामीले सोध्नुपर्छ, ती शक्तिहरूलाई हामीले प्रष्ट रूपमा भन्न सक्नुपर्छ प्रेस र अभिव्यक्ति स्वतन्त्रतापट्टि बुझाइ के हो। हिजोदेखि अहिलेसम्म आउँदा उनीहरूले मिडियापट्टि बुझाइ के राखेका छन् उनीहरूलाई स्पष्ट रूपमा हामीले अब भन्न सक्नुपर्छ, बोल्न सिकाउनुपर्छ। राजा महाराजा मात्र होइन, उनीहरूका पछि लागेका राजनीतिक दलहरूलाई पनि हामीले मिडियापट्टि उनीहरूको बुझाइ के हो भन्ने कुरा अब हामीले भन्न सिकाउनुपर्छ, भन्नुपर्छ उनीहरूको बुझाइ के हो। हामीले अब साथीहरू, म एउटा कुरा के भन्न चाहन्छु भने प्रेस त अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्र बाहेक अन्य कहीँ पनि जवाबदेही हुन सक्दैन। हिजोको घटनामा को जवाबदेही भयो? हिजो त्यति ठुलो जघन्य घटना घट्यो, तर अहिलेसम्म पनि सरकारवाला पक्षले त्यसप्रति कुनै पनि जवाबदिता देखाइरहेको छैन। त्यस कारणले गर्दा म सरकारलाई भन्न चाहन्छु त्यो घटनामा संलग्न भएका जोसुकैलाई पनि खोजी कारवाही गरियोस् र लोकतन्त्रमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुन्छ भन्ने कुरा सरकारले पनि देखाओस्। म यति भन्दै बिदा हुन चाहन्छु र कानुन बमोजिम कडा कारबाहीका निम्ति नेपाल पत्रकार महासङ्घ बाँके शाखा आग्रह गर्दछ, माग गर्दछ र हामी जसरी पत्रकारहरूलाई कुण्ठित गर्ने, हाम्रो आवाजहरूलाई बन्द गर्ने चाहिँ कोसिसहरू भइरहेको छ। हामीले हिजो देख्यौँ त्यो कुनै आन्दोलन थियो, त्यो एउटा अराजकताको भिड थियो, झुन्ड थियो, जसरी चाहिँ छानी छानी पत्रकारहरूलाई आक्रमण गर्ने, छानी छानी मिडिया हाउसलाई आगजनी गर्ने, छानी छानी मिडिया हाउसमा ढुङ्गामुढा गर्ने र पत्रकारले चाहिँ फोटो खिचेको भरमा, भिडियो खिचेको भरमा पत्रकारलाई चाहिँ जलाउन खोज्ने, मार्न खोज्ने र त्यो खालको वितण्डा गर्ने त्यो कहिले पनि लोकतन्त्रमा त्यो शोभनीय हुन सक्दैन। त्यसकारण हामीले केन्द्रीय कार्यक्रम अनुसार हाम्रा पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरेर हामी विरोधमा लागेका छौँ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्य समितिले निर्णय पनि गरिसकेको छ। भोलि हामी कालोपट्टि बाँधेर आफ्नो कार्यस्थलमा काम गर्नेछौँ, विरोध जनाउनेछौँ र पर्सि हामी जिल्ला प्रशासन कार्यालय मार्फत हामी प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेछौँ। सुरेश रजकको हत्यारालाई पत्ता लगाएर तत्काल कानुनी कारबाही गरियोस्। पत्रकारहरूमाथि जुन खालको आक्रमण भइरहेको छ, जुन खालको उनीहरूले चाहिँ छानी छानी पत्रकारहरूलाई आक्रमण गर्ने, फोटो खिचेकै भरमा पत्रकारलाई लखेट्ने खालको जुन खालको उद्दण्डता देखाएका छन् त्यो जति पनि हामीले कुरा गरे पनि त्यो निन्दनीय हुन्छ, जति पनि हामीले भने पनि त्यो कम हुन्छ। त्यसकारण म सबै साथीहरूलाई आह्वान गर्न चाहन्छु, हामीले हाम्रो धर्म, हामीले हाम्रा आचार संहिताहरू पालना गरेर किञ्चित विचलित नभएर हाम्रो धर्म निभाउँ, हामीले सच्चा पत्रकारिता गरौँ र पक्कै पनि यो खालको हरकत गर्नेहरू पक्कै पनि बरालिएर जानेछन्, सिद्धिएर जानेछन्। इतिहासको कालखण्ड हेर्नुहोस्, हिजो एकतन्त्रीय शासन नेपाली जनताले ढालेका छन्। मिडियाको बलमा 2046 सालको आन्दोलन हेर्नुहोस्, 62-63 को आन्दोलन हेर्नुहोस्, जसरी पत्रकार प्रेस माथि जुन खालको केही साथीहरू दिग्भ्रमित भएको पनि मैले देखेको छु। तपाईहरु